प्रश्न। एका देशमा एउटी आइमाई थिइन्। उनी साह्रै गरिब थिइन्। उनको श्रीमान धेरै पहिले नै मरिसकेको थियो र परिवारको नाममा एउटा छोरा थियो। छोराको नाम धर्म थियो। ती आइमाई भने गाउँ गाउँ गएर ज्याला मजदुरी गर्थे र कमाएर ल्याएर आफ्नो छोरालाई खुवाउँथे। यसरी नै दिनहरू बित्दै थियो। एक दिन छोराले आमालाई भन्यो, आमा, तपाईले मात्र कमाएर ल्याएको खानाले हामीलाई पुगेन। अब म पनि काम गर्न जान्छु। यति भनेर छोरा चाहिँ काम खोज्न भनी हिँड्यो। यसरी काम खोज्ने क्रममा छोराले एउटा घरमा काम पायो र काम गरे बापत 1 माना जति चामल पायो। अनि उसले त्यो चामल घरमा ल्याएर आफ्नो आमालाई दिँदै भन्यो, आमा, यो 1 माना चामल र हिजोको 1 माना चामल गरेर 2 माना चामलको भात पकाएर राख्नुस् है। म फेरि काममा जान्छु। आमा चाहिँले यो सबै चामलको भात पकायो भने भरे के खाने भन्ने विचार गरेर 1 माना चामलको मात्र भात पकाइन् र आफू काममा हिँड्न लागेको बेलामा एकजना भिक्षु उनको घरमा आइपुगे। अनि त्यो भिक्षुले भन्यो, मलाई केही छ भने देऊ न, मलाई साह्रै भोक लागेको छ। अनि ती आइमाईले बाँकी रहेको 1 माना चामल त्यो भिक्षुलाई दिएर पठाए। बेलुका पख जब छोरा चाहिँ कामबाट फर्कियो, उनले भन्यो, आमा, तपाईले ल्याउनु भएको 1 माना चामल, मैले हिजो ल्याएको 1 माना चामल र हिजो बाँकी रहेको 1 माना चामल गरेर 3 माना चामलको भात पकाउनु न। आफ्नो छोराको यस्तो कुरा सुनेर आमाले भनिन्, बाबु, बिहान म भात पकाइरहेको थिएँ। काममा जाने बेलामा एउटा भिक्षु आए अनि मैले उनलाई 1 माना चामल दिएर पठाइहाले। अनि आफ्नो आमाको यस्तो कुरा सुनेर त्यो छोराले भन्यो, ठिकै छ नि त, के भयो र, अहिले जे जस्तो छ त्यही पकाउनु होला। म यसो मन्दिरतिर गएर आउँछु। यति भनेर छोरा चाहिँ आमासँग बिदा लिएर बाटो लागे। यसरी जाँदा जाँदा बाटोमा उसले एउटा मान्छेलाई भेट्यो। अनि त्यो मान्छेले उसलाई सोध्यो, बाबु, तिमी कहाँ जान लागेको? अनि धर्मले भन्यो, मन्दिरमा भगवानको दर्शन गर्नका लागि। अनि त्यो मान्छेले फेरि भन्यो, उसो भए मेरो एउटा समस्या पनि सोधेर आउन है बाबु। अनि धर्मले भन्यो, के समस्या होला कुन्नी? मेरो बगैँचामा फलफुलका जति बोटहरू लगाए पनि मरेर जान्छ। किन होला कुन्नी? यसो सोधेर आउन है बाबु। अनि त्यसपछि उसले हस् भनेर आफ्नो बाटो लाग्यो। यसरी जाने क्रममा उसले फेरि अर्को मान्छे भेटायो। अनि त्यो मान्छेले पनि उसलाई फेरि सोध्यो, बाबु, कहाँ जान लागेको? अनि उसले फेरि आफू मन्दिरमा भगवान भएको ठाउँमा जान लागेको कुरा बतायो। अनि त्यो मान्छेले भन्यो, उसो भए मेरो एउटा समस्या पनि सोधेर आउन है बाबु। मैले जति देवल बनाए पनि त्यस देवलमा गजुर राख्यो कि भत्किन्छ, किन होला? अनि धर्मले पनि हुन्छ भनेर त्यहाँबाट हिँड्यो। यसरी जाँदा जाँदा एउटा जङ्गलको बिचमा पुगेपछि एउटा नदी आइपुग्यो। त्यो नदीको बिचमा एकजना मान्छे बसिरहेको थियो। अनि त्यो मान्छेले धर्मलाई देखेर भन्यो, बाबु, तिमी कहाँ जान लागेको? म मन्दिरमा भगवानको दर्शन गर्न जान लागेको। धर्मले भन्यो। अनि त्यो मान्छेले पनि भन्यो, ए, उसो भए म के पापले गर्दा नदीको बिचमा अड्केर बस्नु परेको हो? यसो भगवानलाई सोधेर आउनु है। अनि धर्मले पनि हुन्छ, म सोधेर आउँछु भनेर जवाफ दियो र त्यहाँबाट पनि सरासर आफ्नो बाटो लाग्यो। उनी यसरी जाने क्रममा ऊ एउटा घनघोर जङ्गलमा पस्यो र उसले त्यहाँ एउटा महात्मालाई देख्यो। अनि त्यो महात्माले पनि उनलाई कहाँ जान लागेको हो भनेर सोधे। अनि उसले आफू भगवानको दर्शन गर्न जान लागेको कुरा बतायो। अनि त्यस महात्माले
के कति कामले तिमी भगवानको दर्शन गर्न आयौ भनेर सोधे। अनि त्यसपछि धर्मले भन्यो, म बाटोमा आउँदाखेरि एकजना मान्छेले उसको बगैँचामा फलफुलका बिरुवाहरू जति रोपे पनि मरेर जान्छ, के कारणले होला सोधेर आउनु है भनेर भन्यो। त्यही भएर भगवानलाई सोध्न हिँडेको। उसको यस्तो कुरा सुनेर त्यो महात्माले जवाफ दिए, ती बिरुवा रोप्ने जमिनको मुनि धेरै धन सम्पत्तिहरूले भरिएको गाग्रो छ, अनि त्यो गाग्रो झिकेपछि मात्र ती मान्छेले रोपेका बिरुवाहरू सप्रेर आउँछ। अनि त्यहाँबाट अलिक पर आउँदाखेरि मैले एकजना अर्को मान्छे पनि भेटाएको थिएँ। उसले जति देवल बनाए पनि त्यस देवलमा गजुर राख्यो कि भत्किन्छ मात्र, किन होला भगवानलाई सोधेर आउनु भनेर भनेको छ। अनि त्यो महात्माले फेरि जवाफ दियो, त्यो मान्छेको एउटा जवान छोरी छ, त्यो छोरीको विवाह नहुन्जेल यस्तो समस्या आइ नै रहन्छ। महात्माको यस्तो कुरा सुनेर उसले तेस्रो प्रश्न पनि राख्यो, अघि म आउँदाखेरि एकजना मान्छे नदीको बिचमा अड्किएर बसिरहेको थियो, अनि उसले के पापको कारणले गर्दा यस्तो भएको हो भनेर सोधेर आउनु भनेर भनेको छ। यसको उत्तर पनि बताइदिनु पर्यो। त्यसपछि त्यो महात्माले भन्यो, त्यो मान्छे पृथ्वीमा जति जीवजन्तुहरू छन् ती सबैको भाषा जान्ने तथा धेरै ज्ञानी मान्छे हो, तर उनी निकै घमण्डी र आफ्नो ज्ञान कसैलाई नसिकाउने भएको कारणले गर्दा यसरी नदीको बिचमा बसिरहनु परेको हो। यदि उसँग भएको ज्ञान, सिप र बुद्धि अरूलाई सिकायो भने उसको पाप टर्छ र ऊ त्यो नदीबाट पार हुन्छ। यी सबै कुराहरू बताएपछि ती महात्मा अल्प भए र धर्म पनि आफ्नो घरको बाटो लागे र उसले त्यो नदीमा बसेको मान्छेलाई भेटायो र उसले भन्यो, भगवानको अनुसार तिमी साह्रै नै घमण्डी भयौ रे, आफूसँग भएको ज्ञान सिप कसैलाई पनि बाँडेनौ रे, त्यही भएर तिमी यहाँ अड्केर बसेको रे। यदि तिमीले आफूसँग भएको ज्ञान सिप अरूसँग बाँड्यौ भने तिमी यहाँबाट पार लाग्छौ रे। यति कुरा सुनिसकेपछि त्यो मान्छेले भन्यो, ए हो र, त्यसो भए मसँग भएको ज्ञान सिप म तिमीलाई सिकाइदिन्छु र म यहाँबाट पार हुन चाहन्छु। यति भनेर उसले आफूसँग भएको सम्पूर्ण ज्ञानहरू धर्मलाई दियो, अनि ऊ त्यहाँबाट पार भयो र धर्म पनि आफ्नो बाटो लाग्यो। यसरी जाँदाखेरि उसले त्यो गजुरवाला मान्छेलाई भेट्यो अनि भन्यो, तपाईको घरमा एकजना राम्री सुन्दरी छोरी छ रे, उसको विवाह नहुन्जेल तपाईले हालेको गजुर भत्किरहन्छ रे। अनि ती मान्छेले पनि लौ मेरो छोरीको विवाह तिमीसँगै गरिदिन्छु भनेर छोरीको जिम्मा दिएर पठाए। अनि ऊ पनि खुसी भएर त्यहाँबाट हिँडे। त्यसपछि धर्म त्यो बगैँचावाला मान्छेको घरमा पुगे अनि त्यो मान्छेलाई पनि उनले रोपेको बोट बिरुवाको मुनिपट्टि धन सम्पत्तिले भरेको गाग्रो छ भनेर भने। पहिला त्यो गाग्रो झिक्यो भने मात्र सबै बोट बिरुवाहरू सप्रिन्छ भनेर भने। नभन्दै त्यहाँबाट धेरै धन सम्पत्तिहरू निस्कियो। अनि त्यो मान्छेले भन्यो, यी सबै मेरा सम्पत्ति होइनन्, यो तिमीले पत्ता लगाएको हो, त्यसैले तिमीले नै यसलाई लिएर जाऊ, बरु म तिमीलाई मेरो छोरी पनि दिन्छु भनेर छोरी तथा धन सम्पत्ति दिएर पठायो। धर्म पनि खुसी हुँदै त्यहाँबाट 2वटी श्रीमतीहरू र धन सम्पत्ति लिएर आफ्नो घरतिर लाग्यो। जब उनी घरमा पुगे, आमा चाहिँले यति धेरै धन सम्पत्ति देखेर खुसी भइन्। अनि त्यसपछि 2वटी साथमा रहेको केटीहरू को हो भनेर सोधिन्। अनि छोराले पनि यी तिम्रा बुहारीहरू हुन् भनेर चिनाए। र त्यसपछि ती बुढी 2वटी बुहारीहरू र
टन्न धन सम्पत्ति पाएकोमा खुसी भइन् र उनीहरू सबैजना आनन्दपूर्वक जीवन बिताउन थाले। यस च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनुहोला।